नमस्कार दर्शकबिन, हामी यति बेला माथिल्लो तलाको ल्यान्डरको लागि चाहिँ धमाधम सटिङको काम गरिरहेका छौँ। अब केही दिनमै चाहिँ सटिङ सम्पन्न हुनेछ। यो भिडियो चाहिँ देखाउनलाई बनायो भनेर चाहिँ नसोच्नु होला, देखाउनलाई बनाएको चाहिँ होइन, यस्तो बन्दैछ है भनेर जानकारीको लागि चाहिँ भिडियो बनाएको हो है। यो चाहिँ एकदमै त्यो देखाउनकै लागि एकदमै घमण्ड गरेर बनाएको चाहिँ होइन है। यो चाहिँ गोपका चोकदेखि पश्चिमपट्टि पर्छ, हाइवेदेखि नजिक। यो चाहिँ मोहनाल देखिन्छ माथि यहाँबाट। यो तलतिरको दृश्य चाहिँ यो हाइवे हो। यसको चाहिँ सटिङको काम चाहिँ हामी धमाधम सुरु गरिरहेका छौँ। अब छिटै ल्यान्डर सम्पन्न भइसकेन्छ। हामी यो सिडीलाई चाहिँ बन्द गर्दैछौँ, माथि नलाने। यसलाई चाहिँ यहीँ समाप्त हुँदैछ, प्याक हुँदैछ। यो चाहिँ कोठा, एउटा बेडरुम यता निस्किँदैछ भने एउटा कोठा चाहिँ यता, अर्को एउटा चाहिँ यतातिर, तीनटा कोठा प्लस बाहिर चाहिँ ओपन टेरिस पनि छ। यो चाहिँ खुल्ला हो। यो घर चाहिँ एक तला पहिला बनेको थियो, अर्को माथि थप्दैछौँ। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला। हस् त, धन्यवाद। जय नेपाल।